र मेरा प्रजाहरूको रक्षाको लागि आइसकेको छु। आज म कता फेस मलिन देख्छु। मेरो राज्यमा त आज कहाँबाट प्रवेश गरी मानव रूपी गोरु पृथ्वी रूपी गाई मेरो राज्यमा त कहाँबाट आई? आलो पुरुष तपाईँ कता बोल्छस्? यो तेरो राज्य होइन, यो मेरो राज्य हो। तै मेरो राज्य हो। आलो पुरुष सुन, म क्षेत्रीय वंशीय राजा परीक्षित हूँ। तो परीक्षित हो? दक्षिणमा श्रीलंका, उत्तरमा सगरमाथा, एकमात्र राजा परीक्षित भनेको दैवस। मैले कता नाम सुनेको थिएँ। तेरो नाम मेरो कानमा गुन्जिरहेको थियो। यो राज्यबाट निस्केर गइहाल, नभए यस दरबारले तेरो म टुक्रा छ्याछ्या पारिदिन्छु। कालो पुरुष, त मेरो राज्यमा आएर विधान समाचाइरहेको छस् त गइहाल। तैँले मलाई जाम भन्ने काममा हिम्मत गरिस्। म मेरो इलाकामा आएर मेरा जनताहरूलाई किन यस्तो गरिरहेछस्? तेरो इलाका कहाँ नाम लेखेको छ तेरो? देखा कहाँ लेखेको छ नाम तेरो? उत्तरमा सगरमाथादेखि दक्षिणमा श्रीलङ्कासम्म मेरो राज छ। मैले भनिहालेँ अघि दक्षिणमा श्रीलङ्का, उत्तरमा सगरमाथा। मैले भनिहालेँ तक्केलाई धेरै चुम्किन्छस्। तेरो अन्तिम दिन छ आज। हे परीक्षित, यो हाम्रो एरिया, यहाँ पूजा पाठ होम होमादि यहाँ सम्पूर्ण कार्य हुन्छ। यहाँ त जस्तो कालो पुरुषलाई स्थान छैन। त कालो पुरुष गइहाल। तैँले हातमा देखेको छस् मेरो? देखेको छु। के गर्छस्? यो के हो यो यसले हत्या हिंसा नगरेकै पूजा पाठ गर्छ। हो, यस्तै हत्या हिंसा गर्नेहरूलाई हाम्रो राज्यमा स्थान छैन। कालो पुरुष त गइहाल। मैले के जतिले फाल्दिउ आज म तेरै हत्या गरिदिन्छु। कट पारिदिन्छु तँलाई म आज यही हत्यारबारले। हो, भिडियो पनि तेरो आयु कति छ भन्? म मनुष्य हुँ। मनुष्यको आयु कति हुन्छ? कालो पुरुष 60 देखि 100 वर्ष हुन्छ। म पुल्लुकै धरी। तेरो आयु सुनेर म पुल्लुकै धरी। सुन्छस् मेरो आयु? कति हो तेरो आयु? तेरो आयु सुनिस् भने त्यो अहिले बियो सुन्छस् त कहिले उठाएर लान्छ बाबु? तेरो आयु कति हो भन् सुन। मेरो आयु 4,32,000 हो। कालो पुरुष, तेरो आयु 8,64,000 भए पनि केही हुनेवाला छैन। केही हुनेवाला छैन भन्छस् त अहिले? अहिले त मसँग युद्ध गरिस् भने थरथर काम्दै ल्याउन भाग्छस् बाबु। धेरै नभुक। भुसिया कुकुर जस्तै त भुक्दै आइरहेको छस् मसँग युद्ध गर्न। मेरो शरीर पनि कुटकुट्याइरहेको छ, चिराइरहेको छ। किनकि आज तँलाई अन्तिम गर्न रहेछ मेरो शरीर चिलाएको। लड्छस्, युद्ध गर्छस् मसँग? एउटा राज्यमा दुईटा राजा केवल हुने छैन। जसले यो युद्ध जित्छ यो राज्यको राजा अवश्य त्यही भन्छ। आइज युद्ध गर। भुसिया कुकुर भएर म कलिरातको काकलीसँग युद्ध गर्न आउने। आइज। म पनि सम्राट परीक्षित हुँ। म पनि तसँग लालायित भएर युद्ध गर्नको लागि आइरहेको छु। बुझिस् कालो पुरुष?
परीक्षित आज युद्ध गर्न आउनु भागेर हजुरले शरणमा परेको कसैलाई पनि मरण दिनु भएको छैन किनकि आज हजुरले मलाई मरण दिनु भएन महाराज त्यही कारण म कहाँ जाऊँ महाराज म कहाँ जाऊँ न खाने घाँस छ लगाउने कपास छ महाराज न बस्ने भास छ म कहाँ जाऊँ महाराज आज म कहाँ जाऊँ महाराज त्यो सम्पूर्ण चित्त कालै छ म तपाईँ कालै ठाउँमा गएर राख्छु तपाईँ जहाँ हत्या हिंसा हुन्छ त्यही ठाउँमा गर्नुहोस् हुन्छ महाराज हुन्छ महाराज छी 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 महाराज
त्यस्तो ठाउँमा त म पहिल्यै बसिसकेको महाराज। अब मलाई त्यस्तो ठाउँ चाहिएन महाराज। मलाई कुनै एउटा राम्रो वासस्थान दिनुहोस् न महाराज। यो छोरी र बेवार छोरी यो एउटा मदिरा खण्डमा गएर बस्दा मदिरा बनिन्छ महाराज। ए साइली एक गिलास चिसो खाना पाएको त्यहाँले ए आमे एक गिलास चिसो तातो तातो जाडोमा छैन हट्टा महाराज महाराज महाराज। यस्तो वासस्थान पाउँछ नि बस्छ महाराज। यो पनि मैले पहिले खाएर पहिले यस्तो बासमा बसेर आएको महाराज। अब मलाई अर्को राम्रो वासस्थान महाराज। कालो पुरुष मैले तँलाई दुईवटा ठाउँ दिइसकेँ। अब तँलाई तेरो व्यवहार अनुसारको ठाउँ जहाँ वेश्यावृत्ति हुन्छ जहाँ कुकर्म हुन्छ त्यहाँ जा। हुन्छ महाराज हुन्छ महाराज। छिछि महाराज म कहाँ यस्तोमा बस्छु महाराज। म कहाँ यस्तोमा बस्छु महाराज। मलाई एकदम एउटा यस्तो ठाउँ दिनुहोस् कि जहाँ मेरो राम्रो वासस्थान छ। मेरो जहाँ बास हुन्छ त्यही बास दिनुहोस् महाराज। कालो पुरुष त्यसो भए तेरो व्यवहार झल्किने र तँलाई सुहाउने जहाँ विवाह दास हुन्छ त्यहाँ जा। हुन्छ महाराज हुन्छ। महाराज महाराज यस्तो भएन महाराज। मलाई राम्रो वासस्थान दिनुहोस् न महाराज। म कहाँ जुवा दासमा बस्छु महाराज। त्यसो भए सुन तँलाई म अघि एउटा ठाउँ दिन्छु जहाँ काठमा जहाँ कुकर्म हुन्छ जहाँ सुनको तस्करी गरेर चोरी गरेर ठाउँ छ। हुन्छ महाराज हुन्छ। त्यही गरेर बस। महाराज म कहाँ त्यस्तोमा बस्न सक्छु र मसँग पनि एउटा राम्रो गुण छ नि महाराज। यो परमधाम के छ यो कलियुगमा कलौ केशव कीर्तन जसले एकचोटि भगवान केशव भगवानको नाम जप्छ त्यो एकैचोटि परमधाममा वास हुन्छ। महाराज मेरो पनि त्यो एउटा गुण छ। मैले कुनै समय भगवानको हरिनाम संकीर्तन गर्दै हिँडेको थिएँ। मेरो एउटा राम्रो गुण त्यही हो महाराज। मलाई अर्को कुनै वासस्थान दिनुहोस् न महाराज राम्रो। त्यसो भएछ जहाँ सुन चोरी डकैती हुने ठाउँमा गएर बस। त्यही गरेर हुन्छ महाराज हुन्छ। हस् महाराज हस् महाराज बस। हस् महाराज। जय हो जय हो जय हो। परिवार यता परीक्षित महाराज मत सुन्न बस्ने मक्ख पर्नु छ न कलि पनि मक्ख